र म 1:30 बजे 2 बजेतिर घर पुगेको। थर्ड पार्टी कति सिसी हो जहाँनिर मैले काम गर्नुपर्ने हो त्यहाँनिर पुगेपछि आजको नयाँ भिडियोमा स्वागत छ। सो आज चाहिँ हामी धनगढी यातायात गइरहेछौँ अतरियाबाट। अतरिया टु धनगढी यातायात, किनभने हिजो मैले बाइकको कर तिरेको थिएँ के। सो कर तिरेको थिएँ, इन्सुरेन्स गर्न बाँकी थियो र पैसा सिद्धिएको थियो कि हिजो। सो आज पैसा लगेर यो बाइकको इन्सुरेन्स गराउनु छ। सो त्यही भएर हामी चाहिँ धनगढी अतरिया टु धनगढी गइरहेछौँ। तपाईँहरूलाई फुल्ली भिडियो देखाउँछु कतिको पैसा लाग्छ बाइकको इन्सुरेन्स गराउनु र थर्ड पार्टी इन्सुरेन्स चाहिँ हामी गराउनेछौँ। र भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। र आजभोलि हेर्न सक्नुहुन्छ अतरिया धनगढी लाइनमा पनि हाम्रोतिर लागिसकेको छ मजाले है। अब चाहिँ यसो हामी हिँडिसक्यौँ। हिजो मेरो चाहिँ लगभग 15,000 है, 15,000 रुपियाँ चाहिँ खर्च भएको छ। किनभने चाहिँ 2 वर्षको तिरे र त्यसको फाइनलाई ल उहाँ चाहिँ एकजना हुनुहुन्छ है, उहाँले मसित गइरहेको होइन। उहाँ चाहिँ सो अगाडि हेर्नु कामबाटै खानासाना पनि थाहा छैन, खाएको छैन। खाना अब गएपछि गएर खान्छु। अब खाना त बनाउँदिनँ होला है, खाना चाहिँ अब त्यस्तै हो, गयो भने बनाउँछु होला, मन लाग्यो। नत्र त्यही होटलमा खाने हो, भइहाल्यो। म चाहिँ फेरि है बिस्तारै गर्नु पर्यो है, अटोमा फेरि अस्ति भएको जस्तो होला। यो के हो भाइ, धान काट्नु पर्छ अनि भन्नु ल गाइस। तपाईँहरू भन्नुहोस् त, तपाईँ कहिले धनगढी आउनु भएको छ कि नै भन्नुहोस् त। धनगढी को आउनु भएको छ र यातायात को जानु भएको छ। म चाहिँ आज लगायत दोस्रो दिन गइरहेको छु धनगढी यातायात, किन हिजो काम भएन, डेटा पार भइसक्यो। अब चाहिँ हामी धनगढी छुँदैछौँ है। त्यहाँनिर गेट छ। धनगढी उपमहानगरपालिकामा हार्दिक स्वागत गरिसकेको छ हामीलाई चाहिँ। लगायत हामी चाहिँ धनगढी टच भयौँ है। धनगढी फाइनली हामी धनगढी पुगिसक्यौँ, मतलब सिटमा पुगेको छैन तर धनगढी चाहिँ टच भइसकेको छ। सो धनगढीमा अब चाहिँ हामीले सही ट्रेन पनि पुग्नु पर्दैन है। 2000 years later. अब चाहिँ हामीले यो गल्लीबाट भित्र मोड्यो, उताबाट अलि लामो पर्छ कि यहाँ यो त जात लुटेरै छ, जात है। यहाँबाट चाहिँ अबको 2 मिनटमा हामी चाहिँ यातायात पुग्नेछौँ यहाँबाट। अबको 2 मिनटमा। पहिला यो बाटो एकदमै घटिया थियो, यो साधुहरूले चाहिँ सुधार गरेको छ। अबको 1 मिनट अब है। A few moments later. आज धेरै लाइन लाग्नु पर्दैन। हिजो म 1:30 बजेसम्म लाइन लागेको। सो आज त मैले सिर्फ बिमा भर्ने हो, इन्सुरेन्स गर्ने हो मात्र है। अलिकता त्यो के फर्म भर्दाखेरि चाहिँ टाइम लाग्न सक्छ, नत्र चाहिँ आज टाइम लाग्दैन है। सो म तपाईँहरूलाई भिडियोमा देखाउने नै छु। हामी चाहिँ यो भित्र हालौँ है। हामी चाहिँ यातायातको गेट पुगिसक्यौँ, भित्र पनि छिराइसक्यौँ ल है गाइस। यहाँ चाहिँ हामी अब बाइक पार्किङ गर्छौँ है। यहाँ चाहिँ हामी बाइक पार्किङ है। ल
अनि यहाँ चाहिँ हामीले बाइक पार्किङ गरिसक्यौँ। इन्सुरेन्स बाइकको इन्सुरेन्स त हो है, इन्सुरेन्स आफ्नो गर्नुपर्छ। अस्ति भइरहेको छु त मैले लगाइज हामी चाहिँ बाइकको इन्सुरेन्स गर्नको लागि गइरहेको छु। अस्ति एकचोटि हामीले सुरुमा गरे होला कुनमा गरेको छ हजुर थर्ड पार्टी कतिको छ? कति सीसी हो? 160। 1931 बडो महँगो रहेछ। सबैतिर बिल बुक सीसी बढी भएपछि मागिदा चाहिन्छ? नरेन्द्र महाराज हजुर। यता हाम्रो 160 NS 160 को चाहिँ हामी इन्सुरेन्स गर्न आएको छौँ। मैले हिजो सोधेको नगरी हुँदैन रे, नै मान्दैन रे। फेरि आज हिजो पैसा पनि नै, मैले हिजो 15,000 मात्र बोकेर आएको थिएँ। 2 वर्षसम्म कर नतिरेको लगिहाल्यो होइन। अनि लगिसकेपछि पैसा बचेन होइन, पैसा मेरो बचेन। अनि आज चाहिँ 2,000 लिएर इन्सुरेन्स गर अनि मात्र बिलबुकमा के दस्तखत के कर तिरेको भन्ने लेखिने रे, नत्र भने चाहिँ नलेखिने हुनाले चाहिँ आज म फेरि आएको छु र यता म इन्सुरेन्स गरिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ मेरो बिलबुक र नागरिकता उता गइसकेको छ। मेरो गोजीमा छ अहिले पैसा फिलहाल। पैसा चाहिँ म एकछिनमा रित्याउँछु। यहाँ हेर्न सक्नुहुन्छ यहाँ यति धेरै सबै इन्सुरेन्स। यहाँ पनि भर्खर बुलेट लिएर आउनु भएको छ, नयाँ हुनाले अहिले आएको चाहिँ इन्सुरेन्स गरेको छैन है। सो अनि तपाईँहरू पनि अनि मात्र किनौँला होइन है। ल तारै भेट्दै गरौँला। कन्टिन्यू दिँदा दिँदै झ्याउ लागिसक्यो र म एकछिन तपाईँलाई उता यातायातको अफिसनिर मतलब जहाँनिर मैले काम गर्नुपर्ने हो त्यहाँनिर पुगेपछि फर्स्ट म यताको काम सकाइहालौँ। यो काम सकिसकेपछि म एकछिन उता गएर तपाईँलाई देखाउनेछु। अलि वेट गर्नुहोस् है। A few moments later. बिमा यसको लागि यत्रो हिजोबाट म डुलेछु है। यत्रो यसको लागि हो कि म यताउति डुलेमा हिजो म 11 बजे आएको लगभग है, र म 1:30 बजे 2 बजीतिर घर पुगेको यो। अनि योको कारणले चाहिँ म हिजो फिर्ता गएको हो क्या खासमा चाहिँ। अब चाहिँ हाम्रो यहाँनिर बाँकी छ, यहाँनिर बाँकी चाहिँ हाम्रो अब यहाँ पनि पैसा लाग्यो भने फेरि मसँग छैन, फेरि भोलि आउनुपर्छ। यो हो हिजो चाहिँ मलाई यहाँनिर बोलाएको हो है, म यहाँबाट चाहिँ फर्केको कि। लगाइस यति हो काम, फेरि हामी अर्को काममा लाग्नेछौँ। अब यो बुझाइहालौँ पहिला। लगाइस अब यति हो, यति काम सकिएपछि हिजोबाट बाहिरको अरे निस्किसक्यो, रुममा राखेको छु। अब यहाँ तोप चिप्काउनुपर्छ होइन। मेरो मनमा आएको छु है, हेर्न सक्नुहुन्छ। अब यस्तै त ल गाइस है, यो भिडियो हेरेर म पछि आउनेछु। 83 मा आएर फेरि 300 तिर्नु पर्यो अरे। आजको भिडियो चाहिँ यति नै। सो हामी अब अर्को भिडियोमा भेटौँला। यति नै ल्याउन आएको हो खास गरी हामी चाहिँ है, यसको लागि चाहिँ आएको थियौँ। अब यो पाइसक्यौँ। अब अझ चैतमा बोला छ सायद, मलाई त्यो दिन बिहे छ सायद यता, त्यही भएर बोला होला है। सो हामी पछि अर्को भिडियोमा भेटौँला। आजलाई चाहिँ यति नै। हस्त धन्यवाद, बाई।